ढुक्कै लागिरहेछ है सनराइज हुँदैछ है सनराइज खतरा दामी छ सनराइज कहीँ छैन कि हो गरे हो मलाई कसरी राख्दै थियो सन्तोष दाइले मलाई जोजोको टिममा राख्दै थियो कि तपाईँहरूको टिममा तब त्यसले जान्थ्यो जोजोको टिममा थियो कि जोजो आउँछ यसरी 3-4 दिनमा आउँछ फर्किन्छ केटाहरू भनेर तिमी पनि त्यसरी फर्क भनेर राख्दै बिहान पनि टेन्सन भएको छ यार जोजो उति हिउँबाट के छ हाम्रो हालखबर हाम्रो ततारे पूर्ण रूपमा जाडो पुरै ओठेन नै सबै त्यस्तै छ हा गर न यहाँ मेरो पर्ने पुरा छ ग्लासमा ग्लास पर्ने हो बस सही दियो तर के कस्तो छ अहिले स्वास्थ्यको स्थिति एकखेल यहाँ लाउले त यहाँ आउ त हामी चाहिँ वरिपरि हिमाल हामी छौँ है यहाँ वरिपरि हिमाल हामी यहाँ बिचमा छौँ है साथीहरू एकचोटि काप्रे दाइले पनि उठाउनु त्यहाँ यस्तो रमाइलो ठाउँ छ हिमाल यहीँ अगाडि छ जुगल हिमाल हो यो के अरे पूर्व छ्याकु हिमाल हो है यो साथीहरू यो चाहिँ भर्जिन पिक हो यो चाहिँ अहिलेसम्म कसैले चढाएको छैन यसपालि प्र्याक्टिस गर्दैछ होला विकास दाइ उठ्नु भयो ल सबैजना उठिसक्यो अब हामी भ्यू पोइन्ट तर्फ लाग्दैछौँ है पानी हो भाइ दाँत पनि खानु पर्यो दाँत पनि खाएर दाँत पनि खाएर टक्क हिमाल अगाडि दाँत पनि खाँदैछौँ कुन कसरी लाने त एउटा पनि दुईटा अट्छ ए ठिक हो तिमीले इगल बस्न सक्छ नि त्यो सबभन्दा बेस्ट हुन्छ जुन काम जानु चलेको ठ्याक्कै म त्यो अनुसार हिजो कुरा गरेको छु म घर आउँछु म तल गएर गाडीको मिलाएर आउँछु अनि गरेर ट्याक्क त्यही दाँत पनि यतापट्टिको चाहिँ हो त्यो दाजु तिमी सही हुन्छ फेरि तिम्रो इगल बस्यो भने भुम शेर्पाबाट देखिएको यो हिमालको दृश्य हो जुगल हिमाल बेस क्याम्प देख्न सक्छौँ त्यो हामी पूर्व छ्याकु हिमाल अब हामी चाहिँ भ्यू पोइन्टतर्फ लाग्दैछौँ हामी चाहिँ अहिले जुगल हिमालको बेस क्याम्प नजिकै बुमखर्क भन्ने ठाउँमा छौँ अब हामी बिहानको कति बजी 7 बजे छ अब हामी भ्यू पोइन्टतर्फ लाग्दैछौँ भ्यू पोइन्ट जान 1 घन्टा लाग्छ भन्ने कुरो छ हामीलाई 1.5 घन्टा जति लाग्छ होला बिस्तारै हिँडिरहेको छौँ अनि त्यहाँबाट पुरै हिमाल हेरेर फेरि जुगल हिमाल बेस क्याम्पमै भन्छ त्यो पुरानो बेस क्याम्प हो त्यो हेरेर अनि हामी आज रिटर्न ब्याक दिपु अथवा तेमाथान सकिन्छ कि छ्यान्तन सकिन्छ कि हेर्नु पनि नाइस नाइस पुरै आइस यहाँ पनि आइस आइस .360 नै हिमाल हो है यता लाग्यो है लाग्यो ल सनराइज भयो है सनराइज हो हिजो सेट भएको थियो आज राइज भयो सनराइज टेन्ट हो कि त्यो मैले जस्ताको घर हो टेन्ट हालेर बसिरहेको चाहिँ नाइस आइरहेछ है त ल ऊ अगाडि हिमाल हेलो हजुर सर फिलिङ हाउ पूर्व यता ल तल पूर्व पश्चिममा नि हिमाल पश्चिम उत्तर कता
उत्तर यता उत्तर भने यता हैन दक्षिण यता ए दक्षिण उत्तर यता उत्तर यता उत्तर नि हिमाल दक्षिण दक्षिण यता हिमाल 360 हिमाल घर घन्तर एउटै छ छरिएर बसे के भो संसार त एउटै हो बेस क्याम्प बेस क्याम्प जुगल हिमाल बेस क्याम्प जुगल 1 2 3 आयो त दाइ अझै ओहो हेलो हामी ठ्याक्कै जुगल हिमाल बेस क्याम्पमा आइपुगेका छौँ अब एकछिन हिँडिसकेपछि भ्यू पोइन्ट आइपुग्छ अनि त्यसपछि हामी यसो फोटोसोटो खिचेर अनि फर्किन्छौँ है त ल दामी देखिरहेछ है भ्यूहरू सही देखिरहेछ ल वरिपरि 360 हिमाल छ हिउँ परिरहेछ है हेलो के भन्छौ त ल भन हामी चाहिँ अहिले ट्याक्कै हाम्रो सपनाको संसारमा आइपुगेका छौँ यो चाहिँ जुगल हिमाल हो होइन हामी ट्याक्कै जुगल हिमालको काख फेर्नै आइपुगेका छौँ केही समयमा त्यो जुगल हिमालको फेर्न पुगिन्छ एकदम खुसी लागिरहेछ होइन खुसीको त सीमै छैन कि दाइ कस्तो लागिरहेको हामी चाहिँ अहिले धेरै रमाइलो रहेको छ जुगल हिमाल बेस क्याम्पमा ठ्याक्कै आइपुगेका छौँ अब एकछिन हिँडिसकेपछि हामी यो भ्यू पोइन्टमा गएर दामी पाराले एकछिन बसेर फोटोसोटो खिचेर अनि हामी फर्किन्छौँ आज एकदम रमाइलो बवाल रमाइलो भइरहेको छ जुगल हिमाल बेस क्याम्प चाहिँ एकदम स्वर्ग रहेछ यो चाहिँ आउनै पर्ने ठाउँ सबैजना आउनु होला थ्याङ्क यू हामी स्वर्गमा छौँ है स्वर्गमा हामी स्वर्गमै हो है यो स्वर्गमा छौँ है हामी स्वर्गमा को आउनु भएको छ त स्वर्गमा आउनुहोस् है ल हेर्नुहोस् है स्वर्ग हेर्नुहोस् स्वर्ग हेर्नुहोस् है स्वर्ग हेलो साथीहरू स्वर्ग हेर्नुहोस् है सबैतिर हिमाल हामी यस्तो हिमालमा यसरी हिँडिरहेको छौँ है दाइले यसरी हिँड्नु भएको छ हिमालमै है यो ओ नो हिउँमा हिँडिरहेको छ यार कसरी जाने होला तल हैट ओ नो गाह्रो छ यार बेस क्याम्प पुग्न नि लट्ठी खोइ त छैन लट्ठी ओ नो आइहाल्यो त ओहो दामी हिमालमा हिँडिरहेछ है साथीहरू हामी यसरी हिमालमा हिँडिरहेछ हिमालमा बेस क्याम्प जान यति गाह्रो छ जुगल हिमाल पुग्नु कति गाह्रो होला त ल हट रमाइलो बवाल है बवाल ल हिमालको बिचमा छौँ है साथीहरू हामी सर कस्तो भइरहेछ दामी मजा अब चाहिँ थाकेको सबै हरायो थाकेको सबै हरायो यार हो नो हिमालमै छौँ है हामी हिमालमै हो है यो त्यो स्टाइल सही हो ल मेरो भाइ नाच समात्यो को यसको ओ नाइस यस्तो बडा आइरहेछ है ल अब वरिपरि हिमालु ए बेस क्याम्प त सही बेस क्याम्प यहाँ हो नि थोरै छ भन्ने बवाल ठाउँ आइपुग्यो है त ल यो यसलाई हिउँ छ भन्ने हो त यतिलाई यो त केही होइन त्यो म चाहिँ हिँड्नु परेन होइन अलिअलि छ चाहिँ भनिदिने हेलो हामी यहाँ ठ्याक्कै हिमालनिर आइपुगेका छौँ 4500 मिटर हाइटमा आएर हामी यहाँ फोटो खिचिरहेका छौँ यहाँ टक्क दामी छ है रेन्ज बबाल रमाइलो भइरहेछ यार यहाँ पुरै हामी बेस क्याम्पनिर आएर बसिरहेको छौँ है सही देखिरहेछ ल जुगल हिमाल बेस क्याम्प जुगल हिमाल वरिपरि जुगल हिमाल छ बबाल देखिरहेछ है जुगल हिमाल बेस क्याम्पमा चाहिँ आइरहेको छौँ हामी क्या मजा लागिरहेछ यार आहा हिमालमा
एकदम खुसी लागिरहेको छ यहाँ आएर गोड फिट गर्नु पाउँदा चाहिँ होइन दामी भइरहेछ है नामहरू अगाडि राखेको एकछिन यो हामीले हालेको भन्ने होला एउटा पेजबाट हालेको छ तपाईँ पनि आउने भयो यहाँ दाइ भिडियो नि अहिले होइन यो ठ्याक्क उचालेर माथि राख्नुको लागि मेन भनेको अब पछि दाइले चाहिँ मिलाएर हालिदिनु पऱ्यो क्या भाइ तिमी उड्नु भयो भने त उडेर गयो भने मान्छे पठाउनु पऱ्यो यस्तो बवाल ठाउँ छ है ल जुगल हिमाल बेस क्याम्प यस्तो दामी वरिपरि हिउँ छ हामी चाहिँ हिउँको बिचमा छौँ बेस क्याम्पमा हाई क्याम्पको रेन्ज जति छ 4500 मिटर जति हाइट रहेछ यहाँ आउन चाहिँ अब चौताराबाट अथवा काठमाडौँबाट आयो भने 4 डे 3 नाइट होइन दाइ 4 डे 3 नाइटको प्याकेज हो यो 4 दिन 3 रात 4 दिन हिँडेर 3 रात सुत्ने गरी प्लान गर्नुभयो भने हजुरहरूले बेस क्याम्पसम्म आउन सक्नुहुन्छ दामी छ फेरि ठाउँ एकदम दामी ठाउँ वरिपरिमा छ अब कस्तो अर्को हालखबर भन्नु ल सही भइरहेको छ नि हामीले नट कस्ने चाहिँ ल्याएनौ हामी अहिले लगभग 45 मिटर हाइटमा छौँ साइड दिनु भएको तपाईँको यो ग्लेसियर हो जुगल हिमाल हो यहाँ तपाईँले यहाँ आएर घुम्नलाई मात्रै पनि तपाईँ 3 नाइट 4 डेजमा पुग्न सक्नुहुन्छ र अझै तपाईँलाई चाहिँ अब हामी फ्युचरमा चाहिँ अझै पनि यहाँ पहिला एकचोटि माउन्टेन स्केटिङ पनि भइसकेको छ यो ग्लेसियरमा सबै हेर्नु होला होइन सो नेक्स्ट टाइम पनि हामी अब मिल्यो भने माउन्टेन ग्लेसियर गर्ने ठाउँ पनि यहाँ प्रशस्त छ त्यो सँगसँगै अब ट्रेकिङ अथवा माउन्टेन क्लाइम्बिङ पनि अहिले क्लाइम्बिङ भइरहेको छ पारि ट्रेल पनि देखिन्छ है त्यहाँ ट्रेल पनि देखिन्छ अहिले माउन्टेन क्लाइम्बिङ पनि भइरहेको छ अनि यो चाहिँ हरेक कुराले गर्दाखेरि एकदम सजिलो यति राम्रो रेन्ज छ यो पुरै रेन्ज हो एकचोटि देखाइदिनु होला त फुलबाजाको रेन्ज छ सबै दामी छ वरिपरि 360 नर्मल महिना हो हिउँ पर्ने महिना पनि होइन यसरी यस्तो हिउँको इन्जोय तपाईँले लिन सक्नुहुन्छ होइन अनि तपाईँ अब एउटा यो काठमाडौँ नजिकको हिमाल हो त्यसरी आउनु भने म तपाईँलाई भन्न चाहन्छु धन्यवाद बेस क्याम्प भन्छ क्या पहिला बेस क्याम्प भन्छ सही कुरा बेस क्याम्पबाट चेन्ज गर्नै पर्दैन थियो खास भने अझै यहाँबाट जाने ठाउँ रहन्छ अनि पुल हाल्यो भने यहीँ उनीहरू पारि पुल हाल्नु क्या अझै त्यहाँ यत्रो पनि पर्दैन तिमीलाई चाहिन्छ यहाँ यति भए पुग्छ यहाँ अलिकति पुग्छ यो भिडियो बनाउनुलाई लेखेको नमस्ते वेलकम टु जिवल हिमाल भ्यू पोइन्ट 4500 मिटर हाइट पर्दैन भने बडी सिङ्गरबाट 00 लेख्थ्यो अब 45 सरी जुन तिम्रो हेर्नेटिङ पनि राम्रो छ होइन होला न त सर हामी चाहिँ यो जुगल हिमाल बेस क्याम्पमा सबभन्दा पहिला मैले मेरो नाम लेखेँ रमेश जोजो अजय श्रेष्ठ सबिन श्रेष्ठ सबिन सापकोटा कैलाश बिके युगल के हो भाइको नाम सन्तोष सापकोटा विकास काफ्ले अनि हाम्रो गाइड दाई पासाङ नोर्बु शेर्पा दाई कस्तो छ दाई कस्तो लागिरहेछ बेस क्याम्पमा ल्याउनुलाई हाम्रो टिमसँग आउँदा कस्तो लाग्यो सबै बताइदिनु होला दाई एउटा सानो ल्याउँदाखेरि चाहिँ मलाई चाहिँ मेरो लागि चाहिँ एकदम राम्रोसँग सजिलोसँग उहाँहरू पनि मसँग पुग्नु भयो म पनि एकदम खुसी छु उहाँहरू पनि आइदिनु भएकोले अनि यहाँसम्म यो बोर राख्नको लागि चाहिँ हामीले चाहिँ अलि हिउँ माथि रहेछ पछि केही हावाले उ गऱ्यो भने यो सजाउने बाह्र जिम्मेवारी चाहिँ मेरो भयो ए हस् धन्यवाद दाइ तपाईँलाई त्यति गरिदिनु भयो भने हामीसँग भिडियो पनि छ है दाइ भोलि बिग्रिएन हामी तपाईलाई यस्तो भ्यूमा आएर दाइले हामीलाई यहाँ लिएर आएर
यस्तो गरेर यस्तो बोर्ड राखेको छौँ, नमस्ते वेलकम टु जुगल हिमाल भ्यू पोइन्ट 45 मिटर हाइट प्रेजेन्टेड बाई नि हाम्रो जेप्याक्स नेपाल जुगल टुरिज्म प्रमोसन एन्ड इन्भाइरोमेन्टल कन्जर्भेसन फोरम नेपाल सपोर्टेड बाई चौतारी म्युनिसिपालिटी जुगल रुरल म्युनिसिपालिटी र नेपाल 8 ओन्डर्स वालाहरू फेसबुक के अरे युट्युब च्यानल सिएससी पनि लेख्थेँ है मैले जुगल हिमाल बेस क्याम्पमा ट्याक्क सिएससी इन जुगल हिमाल बबाल आइरहेको छ यार हिमालमा पुरै चढिरहेको छ यार, हामी त हिमाल चढिरहेको छौँ। कस्तो दामी छ उडेको अब बिहान 6 बजीदेखि चाहिँ माथि चढ्नुलाई गाह्रो हुन्छ कि सर है। राति 12 बजीदेखि 6 बजीसम्म चाहिँ चढ्नु सकिन्छ। ए राति चढ्नुपर्छ है हिमाल चढ्न चाहिँ। हजुर हामी जुगल हिमाल हेर्न आउनु होला है सबैजना। काठमाडौँबाट नजिकै देखिने हिमाल हो यो, नजिकै देखिने हिमाल हो। तपाईँहरू कति झ्यालबाट हेर्नुहुन्छ आउनुहोस्, काठमाडौँबाट नजिकै देखिने हिमाल हेर्नुहोस् ल। कति झ्यालबाट हेर्नुहुन्छ आउनुहोस्। यहाँ जम्मा काठमाडौँबाट 148 किलोमिटरको दूरीमा रहेको यो सबभन्दा नजिकको बेस क्याम्प, काठमाडौँ राजधानीबाटै सबभन्दा नजिकको बेस क्याम्प हो यो जुगल हिमाल बेस क्याम्प। आउन सक्नुहुन्छ है ल साथीहरू। ल हिँड्यो छ है ल। ल जो अगाडि हिउँ छ ल। यस्तो दामी रमाइलो भइरहेछ है हामीलाई चाहिँ। ल हिउँ आइरहेछ, हामी हिउँमा वरिपरि हिमाल। 8% त्यस भयो नि। 44 कति रे? 20 4420 420। ओके र ओके डन भयो। थ्याङ्क यू भयो थ्याङ्क यू जोजर, थ्याङ्क यू कैलाश भाइ, थ्याङ्क यू लोजु दाइ। ल है ल भयो ल। पुरै बुके हुन्छ यहाँनिर, हरियो हरियो दामी फुलहरू फुल्छ। बर्खामा भदौतिर जुगल हिमाल हेर्न जाऊ 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 जुगल हिमाल हेर्न जाऊ। हामी चाहिँ आज जुगल हिमाल बेस क्याम्प पुगेर फर्किसक्यौँ। पहिलो दिन हामी चौताराबाट तेम्मा थानाहरू बस्यौँ, दोस्रो दिन तेम्मा थानबाट दिपु छेन्दाङ, दोस्रो दिन हामी तेम्मा थानबाट छेन्दाङ बस्यौँ। अनि त्यसपछि चौथो दिन हामी नेपे मसाल बस्यौँ। पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन नेपे मसाल बस्यौँ। चौथो दिन यहाँ हामी बुम खर्क बस्यौँ, बुममा शेर्पा बस्यौँ। अब पाँचौँ दिन चाहिँ हामी फर्किँदैछौँ। हामी चाहिँ बेस क्याम्प पुगेर जुगल हिमाल बेस क्याम्प पुगेर फर्किँदैछौँ। हामीलाई चाहिँ लगभग यो भिडियो सिडियो खिच्नु पर्ने भएको कारणले अलिक 4-5 दिन बढी लाग्यो, अरूलाई त्यस्तो नलाग्नु सक्छ। 4 दिन 3 रातमा सकिन्छ, कम्प्लिट हुन्छ चौताराबाट आउनुहुन्छ होइन। फ्यानो भन्दै लगाइदिनु हुन्छ यस्तो दामी घर छ है। यहाँ चाहिँ के हो, छाला रहेछ नि त साथी। यो के को छाला भेट्यो यार? के को छाला हो? गोरुको छ, पुच्छर देखेन मुला, चौरीको हो कि के हो? यो होइन, पुच्छर त्यत्रो हुन्छ। के कुरा छ यार? यो हिमाल चढेर आयो, बेस क्याम्प गएर रमाइलो भयो, ब्याटी पनि सक्यो, चार्ज पनि सक्यो। तेम्मा थान गएर सबैलाई कन्ट्याक्ट गरिन्छ। बाई बाई। 4% लास्ट 4% छ यार। ओके
सक्यो चार्ज पनि ब्याट्री छ अब हामी यसमा एन्डिङ गर्ने त हामी त्यो बाई बाई बेस क्याम्प गइयो सरी भ्यू पोइन्ट गइयो बेस क्यामै हुन्थ्यो हाम्रो सबै काम सकियो सबै काम सक्यो